यसलाई मार्नका लागि गुण्डा पछि लागिरहेछन् तपाईको ज्यानको जहाँ कोही पनि पछाडि छन् के सर म यस्तो भागेर गर्नु परेको छ नि कस्ता कस्ता तान्त्रिक सान्त्रिक के मन्त्र सन्त्र जप्ने अनेक खालका मान्छेहरू इन्डियाबाट दुनियाँ ठाउँबाट पिजा गरेर आएर म घर बस्नै नसक्ने हस्पिटल जान नसक्ने अवस्था छ अहिले तपाईले आफ्नो सुरक्षाको माग गर्नु भएको छ नि गृह मन्त्रालयमा गृह मन्त्री खुसी हुन्छन् मारे भने हिजो यहाँ आएर बस तिमीलाई यो ठाउँ यही बेला यसको लागि छुट्याइदिएको यहाँ आएर गर भने हो कि होइन सर हिजो भने हो कि होइन सन्तोष सर यही हुनुहुन्छ विश्वास भने हो कि होइन सबैले सबैको अगाडि भने हो कि होइन पुलिसले हिजो पुलिसले भनेर आज हामी यहाँ आएर यहीँबाट हामी बस्छौँ भन्दाखेरि आज यहाँ पनि नबस भन्ने होइन रवि लामी साने याद गर तिमीलाई पनि हामी भगाउँदैछौँ लखट्टु नपरोस् फेरि होइन अलिअलि थोरै थोरै भने माया छ दाइ भनेर त्यो पनि हराउनु नपरोस् फेरि As I walk through the valley of the shadow of death, I take a look at my life and realize. तपाईँहरूलाई हामी के आपत्ति छ बस्न दिएनन् प्रहरीले अब कहाँ बस्ने त तपाईँ होइन हामी त पृथ्वी हाम्रो गाउँ हो होइन अलिकति 3 महिना भयो 3 महिना गर्नुपर्छ भन्ने मान्छे कि यसो अहिले दिए जस्तो पनि बोल्नुहुन्छ होइन होइन तपाईँहरू के बोल्नु त होइन म त जहिले आइ हुन्छ हेर्नु म त परम आनन्दमा जतिखेर उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ उहाँ पनि पार्टी बनाइराख्नु भएको छ यही हुनुहुन्छ नजिकै हुनुहुन्छ होइन उहाँले त अब संविधान अब मलाई चाहिँ अलिकति उहाँको एउटा कुरा के ठिक लाग्यो भन्दा उहाँ पहिलेदेखि हामी धेरै बच्चैदेखि उहाँको नाम सुनेर तर्सेर डराएर कापेर हिँडेको मान्छे हो कि ओहो बाबुराम प्रचण्ड भन्ने बित्तिकै थरी काम भएर तर एउटा कुरा डराउनु भएको मारिहाल्नु थियो नि त त्यतिखेर त नेपालको खानीहरू सदुपयोग गर्न देश न हामी पनि त यही सिद्धबमामा फलाम खानी छ सर यही नवलपरासीमा 50,000 करोड 50 करोड टनभन्दा धेरैको चाहिँ फलाम खानी एसियाकै सबभन्दा ठुलो फलाम खानी नवलपरासीमा छ त्यसले नेपाललाई 10 वर्षलाई हाम्रो सबै कुरा धान दिन सक्छ सर यही सुनखानी हेर्नुहुन्छ भने यही एउटा प्युठानमा छ एउटा अलिकति माथितिर छ सर त्यहाँनिर हिराखानी तपाईँको एउटा निलगिरी पाहाडको यतापट्टि छ एउटा गढे हिमालनिर दुई ठाउँमा चाहिँ हिराखानीहरू छ सर यो 15 दिनभित्र चाहिँ यो अल्टिमेसन दिनु मन थियो रवि लामिछानेलाई छोड कि न्यायको दिए कि भनौँ न अन्याय भएको भन् नभए भने चाहिँ हामीले 16औं दिनमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई उसमा चाहिँ गरेर हामीले एउटा विद्रोह आन्दोलन गर्छौँ भन्ने थियो तर त्यो भन्यो भने फेरि मलाई भर्खरै समाज थाहा छ मलाई बाघ भने के हो है बाघ के को अवतार हो होइन के को उस हो होइन देवीको उस हो नि त बाहन हो नि त कुन देवीको लक्ष्मी होइन नि लक्ष्मीको गाई हो भाइ है याद गर हामी यस्तै त हो नि बोरो जहिले यस्तै त हो नि बोरो अङ्ग्रेजी बोल्ने ठुलो हुन्छ साला अङ्ग्रेजीहरू त हाम्रो 1 लाई यस्तो गरेर 1 बनाएको हाम्रो 2 लाई यस्तो गरेर 2 बनाएको हाम्रो 3 लाई यस्तो गरेर 3 बनाएको हाम्रो 4 यस्तो गरेर 4 बनाएको हाम्रो 5 भएर तिनीहरूको सिस्टम आई वाला हो कि सर शिक्षा र स्वास्थ्य 6 महिनाभित्र फ्री गर्न सकिन्छ सर अहिले भर्खरै शिक्षा स्वास्थ्यको जुन बजेट छ त्यो भनेको 1-2 खरब छ होइन अब स्वास्थ्यकै मेरो त अझै स्वास्थ्य मन्त्रीमै मेरो कुरा पनि आएको थियो उग्रा थियो स्वास्थ्य फ्री गर्न 3 महिनाभित्र म त 5 दिनभित्र गर्न सक्छु सर त्यो कुराहरू म भयो भने यदि मभन्दा अलि लोद्धरै मान्छे पऱ्यो भने पनि 5-6 महिनामा चाहिँ सकिन्छ बालेन्सा र हर्क साङपाङलाई त भगवान नै मान्नुहुन्छ नि होइन हर्क साङपाङ चाहिँ भगवान जस्तै हुन् मैले पनि मान्छु है इभन अब दुर्गा दाई इभन रवि दाई म सबैलाई मान्छु इभन बालेन शाहलाई नि मान्छु तर बालेन शाहले जे गल्ती गरे नि त्यो कुरालाई त मैले भन्नु पर्यो नि त अहिले बालेन शाहलाई म प्रधानमन्त्री प्रत्यक्ष कार्यकारी बनाउन तयार थिएँ छु पनि अहिले पनि तर लायक भएर आउनु पर्यो नि त उभन्दा खतरा मै छु जस्तो लाग्छ म साइडमा बस्दाखेरि भने म कसरी मान्नु त उसलाई म हर्क दाई रवि दाई दुर्गा दाईदेखि लिएर कुलमान दाईदेखि महावीर पुन दाईदेखि सबैलाई मिलाएर लान सक्छु ममा बालेन भनेको चाहिँ बेलुनले फुटेको अहङ्कारले फुटेको एउटा ऊ जस्तो वाहन कि अहिले सर होइन अहङ्कारले एउटा हावाले भरिन्छ नि त बेलुन जस्तो वाहन कुन दिन थाहा पायो भने जनताले फुटाइन्छन् अहिले फुटाउने अवस्था भइसकेको छ त्यसपछि बन्ने सरकारमा मै हुनु पर्यो उही हुनु पर्यो भन्ने भएन तर जोसुकै प्रधानमन्त्री बन्छ जोसुकै ऊ बन्छ उसले रगतले लेखेर दिनु पर्यो यदि 5 दिनभित्र मैले हत्यारालाई कारबाही गर्न सक्छु 1 महिनाभित्र जनसङ्ख्या माग सबै पुरा गर्छु यदि गरिन भने मलाई गाड दिनु भनेर भन्नु पर्यो र गाड्नका लागि हामी खाल्डो खनेर तयार बस्छौँ
मेरो खराब पानी छ मेरो खराब हिँड्ने समातिने कुराले सङ्केत के गर्छ जेन्जीको जगमा बनेको सरकारले गर्न खोजे के रहेछ यो सर चाहिँ जगमा बनेको होइन यो के छ भन्दाखेरि म चाहिँ अहिलेको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्री अहिले गृहमन्त्रीलाई होइन एकचोटि मात्रै यो प्रधानमन्त्री र गृहमन्त्रीमाथि हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। तिमीहरूले हामीलाई रोकेको अझै मेरो विरुद्धमा षड्यन्त्र गर्दैछस् रे। मेडिकल काउन्सिलको होइन साला जति गर्दा पनि 10 चोटि पैसा तिरेर फर्म भर्दा पनि नहुने आफ्नै गल्ती छ, अझै मलाई फसाउनु खोज्दैछस् रे। त मेरालाई खाल्दो खन्दै गस्, तँलाई त्यही राखेर फुट दिने काम मै गर्छु। यति हुन्छ भने प्रत्यक्ष कार्यकारी हुन्छ, नभए चुनाव हुँदैन। कसैले पार्टी दर्ता नगर्दा पनि हुन्छ। हतार भएको छ नेता बन्न, हतार भएको छ प्रधानमन्त्री बन्न भने तपाईँहरूलाई जनताले चिनिसके, जनताले देखिसके तपाईँहरू को हो, कतिको खुबी भएको मान्छे हो, तपाईँले के गर्न सक्नुहुन्छ, मन्त्रालयमा पुगिसक्नु भएको छ। तपाईँहरूको पारा पनि पुरानाको भन्दा केही पनि फरक छैन है। चण्डाल हटाएर चोर ल्यास्ते भएको छ हाम्रो सरकार अहिले हेर्दा। मेरो खराब पानी छ मेरो खराब पानी छ। हामीले करोडपति नेपालीलाई बनाउन खोजेको होइन, करोडपति पहिल्यै छन्, चिनाउन मात्र खोजेको। दिमागको ढक्कन बन्द भएको छ, आगो कालो चस्मा लागेछ, यसलाई हटाउन मात्र खोजेको। गाँजा चाहिँ मैले किन लिएर आएको भन्दाखेरि चाहिँ दुईवटा कुराको लागि, एउटा औद्योगिक उत्पादन, अर्को औषधि उत्पादनको लागि र पर्यटकका लागि। आफूले खानु भएको हो कि नै मैले खाएको छैन सर है। कहिले कहिले शिवरात्रिमा पढ्दाखेरि एमबिएस पढ्दाखेरि कुनै बेला खाइयो। नेपालमा गाँजा वैधानिक गर्न एकजना मान्छेको मुख्य भूमिका जस्तो मेरो होस्, म त्यो चाहन्छु कि सर। किन भन्दा नेपाल किसानलाई उठाउने र देशलाई धनी बनाउने योभन्दा राम्रो अहिलेको कृषि मन्त्रीलाई भन्न सक्नुहुन्न तपाईँ के हेर्नु, कानुन मन्त्री आफै प्रधानमन्त्री हुन्छ, आफै बनाउँछु। फेरि पनि सुनिराख है। यति तिमीले जेन्जीका मागहरू पुरा गर्न सक्दिनौ, यति प्रत्यक्ष कार्यकारी गर्न सक्दिनौ, संविधान संशोधन गर्न सक्दिनौ, प्रदेश सभा राष्ट्रिय सभा खारिज गर्न सक्दिनौ, हत्यारालाई कारबाही गर्न सक्दिनौ र 40 साल यताको सबै नेता कर्मचारीको छानबिन गर्न सक्दिनौ भने हे ओमप्रकाश अर्याल, हे सुशीला कार्की, आजै राजीनामा देऊ, ज्यान बाँच्छ, ढिला गरेर नबाँच्ने सक्छ। यहीबाट चुनौती दिन चाहन्छु सबैलाई। धेरैले के भन्छन् भन्दा निकोलस भुसाल के खाएर हिँड्छ, के खाएर बोल्छ भन्छ, त्यसमा कति सत्य हुन्छ? दाल भात तरकारी खान्छु होइन, मैले त्यो भाइ केही पनि खाँदिनँ।